आज घरमै बनाएर खाइयो मोमो। हेलो एभ्रीवान, मेरो फलोअर्सहरुलाई चाहिँ म चटपट बनाएर खुवाउँदैछु भन्दा नि खुवाएर पठाइदे। लास्टै फाट्छु नि त म कस्तो छ भन्दा नि बब्बाल छ भनेर भन्ने नानीहरु। त्यति बेलासम्म अर्की नानीहरु आइसकेका थिए र ठुलमम पनि आइसक्नु भएको थियो। अनि ठुलममीले भन्नुभयो कि घर छिटो जा मोमो बनाएर खान लाग्यो भनेर मलाई प्राङ्क गरिदिनु भयो यार। अनि घर गएको त केही सुरसार नि छैन। मेरो बुढीले चाहिँ घाममा बसेर प्याज काट्दै छिन् अनि मेरो दिदीले चाहिँ मोमोमा हाल्ने किमा बनाउँदै हुनुहुन्छ। र गाइज एउटा कुरा भन्न त भुले है, बिहे कहिले नगर्नु होला। बिहे गरेपछि यसरी झाडु लाउनु पर्छ घरमा। के गर्नु, बुढीले भने मान्नै पर्यो, नर्त भने गाह्रो हुन्छ पछि। अनि गाइज यस्ता उस्ता कुरा छोड्दिम अनि हामी सिधै जाम मोमो बनाउनुतिर। अनि गाइज अरु जे जस्तो भयो भने मैले आफ्नो बुढी चाहिँ सही पा जस्तो लाग्छ, किनकि जे जस्तो भयो पनि हल्का स्वीकारिहाल्छिन् क्या हरेक कुरा। अनि गाइज दिदी हामी सबै मिलेर बनाउँदै छौं मोमो। अनि मेरो छोरालाई मैले लिसाइरहेको थिएँ, उले फकाउनलाई चाहिँ मेरो खुट्टा ढोक गरिरहेको छ। मैले फेरि भाग्यमानी भन्दै। अनि गाइज अरु जे जस्तो भयो भने आफ्नो बुढीसँग बसेर काम गर्दा चाहिँ छुट्टै मजा आउँदो रहेछ। आज बुले यस्तो फिल लाग्छ कि छिटै बिहे गर्नु पर्थ्यो यार भनेर। अनि फाइनली गाइज हामीले कुरा गर्दा गर्दा यति धेरै मोमो बनायौं, जस रमाइलो भइरहेको छ आज। अनि फाइनली गाइज हामीले मोमो बनाएर पनि सक्यौं। अब मोमोलाई पकाउँदै छौं। अनि गाइज मेरो बुढीले चाहिँ अचार बनाउँदै छिन् मोमोको लागि। अनि फाइनली गाइज हामीले अचार पनि बनाएर सक्यौं। त्यसपछि खाँदै छौं, मोमो पनि पाकिसक्यो। अनि मोमो चाहिँ झम्की खाएर पनि सकियो। लास्टमा मिठो थियो, बब्बाल तरिकाले खाइयो। मोमो खाएर सकेर फेरि भात खाने मन लागेर भात खाइयो। अनि गाइज खाँदा खाएर पनि सक्यो। यति भन्दै यो बेला यहीँ गरौँ पारा।